शिक्षालाई विकासको मेरुदण्ड मानिन्छ। जब मेरुदण्ड बलियो हुन्छ पूरा शरीर ठीक हुन्छ भने जस्तै झापाको शिवशताक्षी नगरपालिकामा शिक्षारूपी मेरुदण्ड बलियो बनाउन जनप्रतिनिधिहरू लागि परेका छन्। एक रिपोर्ट। नगरपालिकाको मेरुदण्डका रूपमा रहेको नगरको शिक्षा क्षेत्रलाई बलियो बनाउन शिवशताक्षी नगरपालिकाले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परेको छ। नगरपालिकाभित्र हाल सामुदायिक विद्यालयतर्फ कक्षा 1 देखि 12 सम्म सञ्चालनमा रहेको 12 वटा, कक्षा 1 देखि 8 सम्म सञ्चालनमा भएका 9 वटा र कक्षा 1 देखि 5 सम्म सञ्चालन भएका 14 वटा विद्यालय सञ्चालनमा रहेका छन् भने धार्मिक विद्यालय 3 वटा सञ्चालनमा रहेका छन्। त्यस्तै विद्यालयमा आधारित बाल विकास केन्द्र 62 वटा रहेका छन्। शिवशताक्षी नगरपालिका वडा नम्बर 7 लालचोडा स्थित भानु माध्यमिक विद्यालय नगरपालिकाको प्राविधिक विषय अध्यापन हुने एकमात्र विद्यालय हो। यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङ विषय पढ़ाई हुने गर्दछ। कक्षा 9 देखि 12 सम्म प्राविधिक विषयतर्फ कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन हुन थालेपछि यहाँ विद्यार्थीको संख्यामा समेत वृद्धि भएको छ। विद्यार्थीलाई सैद्धान्तिक विषयका साथै व्यवहारिक ज्ञानका लागि विज्ञान र कम्प्युटर विषय सम्बन्धित प्रयोगशालाको समेत व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक डाम कुमार कुँवर बताउनुहुन्छ। शिवशताक्षी नगरपालिकाको एकमात्र प्राविधिक धार यो भानु माध्यमिक विद्यालयले सञ्चालन गरिरहेको छ र यहाँ यो प्राविधिक धार अन्तर्गत धेरै विषयहरू पर्ने हुँदा हाम्रोमा चाहिँ कम्प्युटर इन्जिनियरिङ विषयहरू पढाइ हुन्छ। यो विषय चाहिँ कक्षा 9बाट क्लास 9बाट क्लास 10, क्लास 11, क्लास 12 सम्म पढिसक्दाखेरि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ बराबरको उसले आफ्नो शैक्षिक योग्यता प्राप्त गर्छ। प्राविधिक धार टेक्निकल एजुकेसन भनेपछि अब नेपालका विभिन्न अखबारहरूले समाचारहरूले पनि यसलाई महत्त्व दिएको छ। मान्छे अहिले जो साधारण धार हामी पढ्छौँ, साधारण धारको विद्यार्थीले त्यस्ता सिपहरू नसिकेको हुँदा यो प्राविधिक धार पढ्नेले निश्चित रूपमा केही सिपहरू सिकेको हुन्छ। जस्तो हाम्रोमा कम्प्युटर इन्जिनियरिङ भयो, कम्प्युटर इन्जिनियरिङ सम्बन्धी कम्प्युटर सम्बन्धीका सबै कुराहरू त्यहाँ हार्डवेयर सफ्टवेयर अनि मेकानिकल कुराहरू हुन्छ। हरेक क्षेत्रको कुराहरू चाहिँ कम्प्युटर इन्जिनियरिङभित्र समेटिने हुँदा स्वभावैले विद्यार्थीहरूलाई भोलि पढाइ सकिसकेपछि गरी खानको लागि निकै सहज भएको अहिले हामीले पाएका छौँ। शिवशताक्षी नगरपालिका वडा नम्बर 5 स्थित सालमारामा सूर्योदय आधारभूत विद्यालय सञ्चालनमा रहेको छ। किताबी ज्ञानका साथै विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्दछ। विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान सिकाउने गरेको विद्यालयका प्रधानाध्यापक जगतवीर लिम्बू बताउनुहुन्छ। यो विद्यालयमा अहिले सबै सामग्रीले पर्याप्त छ भन्नाले पूर्ण रूपमा छैन, त्यही पनि अरू विद्यालय हेरी पर्याप्त छ। जब कक्षा कोठाको अभाव छैन, कम्प्युटर कक्षाहरूको व्यवस्था छ, पुस्तकालयको व्यवस्थापन छ, खानेपानीहरूको व्यवस्थापन छ, शौचालयहरूको व्यवस्थापन छ र हरेक कक्षा कोठाहरू चाहिँ सीसी क्यामेरा मार्फतद्वारा चाहिँ यसलाई अनुगमन गरिएको छ र यो स्मार्ट विद्यालय बनिसकेपछि यो विद्यालयमा चाहिँ फुलबारीहरू राम्रोसँग निर्माण भइएका छ, बच्चाहरू जहाँ रमाउन सक्छन्। त्यसै गरी यो स्मार्ट विद्यालय यो अर्थले मात्रै होइन कि यो विद्यालय 9:45 मा विद्यालय सञ्चालन भएर 4 बजेसम्म विद्यालय सञ्चालन हुन्छ। यो आधारमा पनि स्मार्ट विद्यालय भन्न सकिन्छ। शिवशताक्षी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका निम्ति धेरै काम गरेको छ। जस अन्तर्गत भौतिक पूर्वाधार नभएका विद्यालयको भौतिक सुधार गर्नुका साथै शिक्षकको क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छविलाल ढकाल बताउनुहुन्छ। कक्षा कोठालाई स्मार्ट कक्षा बनाउनका लागि प्रविधि मैत्री बनाउँदै लगिएको ढकाल बताउनुहुन्छ। कक्षा कोठाभित्रको पठन पाठनको वातावरण चाहिँ स्मार्ट हुनुपर्छ। त्यो स्मार्ट चाहिँ विद्यार्थीको सिकाइसँग जोड्नुपर्छ र त्यो स्मार्ट इन्भाइरोमेन्टमा विद्यार्थीले सिक्दाखेरि त्यो विद्यार्थीको पनि स्मार्ट खालको नलेज हुन्छ। त्यसले चाहिँ हाम्रो शैक्षिक उन्नयनमा, शैक्षिक उपलब्धिमा यसले नवीन खालको चाहिँ एउटा प्रभाव पारोस् भनेर चाहिँ यो कन्सेप्ट नगरले ल्याएको हो। कक्षा कोठा राम्रो भएपछि, स्मार्ट भएपछि विद्यार्थीहरूको भावनामा पनि अलिकति केही न केही सकारात्मक परिवर्तन भएको पाइएको छ। अब पहिले डेस्क बेन्चको अवस्थाहरू भयो, डेकोरेसनका कुराहरू भयो, कक्षा कोठाको वातावरण भयो, पहिलेको भन्दा स्मार्ट विद्यालय भइकन चाहिँ विद्यार्थीमा अलिकति उत्साह बढेको, विद्यार्थीको एक्टिभिटिजहरू पहिलेभन्दा फरक भएको, टिचरले पनि सिकाउने शैलीमा स्मार्ट सँगसँगै टेक्निक पनि त्यही अनुसारै उहाँहरूले प्रयोग गर्नुभएको कारणले गर्दा
शैक्षिक उपलब्धि, विद्यार्थीको उत्साहपन, सहभागिता अनि विद्यार्थी र शिक्षकप्रतिको एक किसिमको इन्टरेक्सन त्यसमा सकारात्मक परिवर्तन भएको पाइएको छ। शिवशताक्षी नगरको शिक्षालाई सुधार गर्न लागि परेका शिवशताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा बताउनुहुन्छ। हिजोको भन्दा आज नगरभित्र सञ्चालन भएका सामुदायिक विद्यालय भौतिक तथा शैक्षिक सुधारमा धेरै प्रगति भएको, तर यतिले मात्र गुणस्तर सुधार भयो भन्नेमा आफू सन्तुष्ट नभएकोले शिक्षामा सुधार गर्नुपर्ने अझ धेरै बाँकी रहेको नगर प्रमुख मेगाहाङ थोप्रा बताउनुहुन्छ। शिवशताक्षी नगरपालिका यहाँहरूलाई थाहै छ, अलिकति ग्रामीण इलाकाले भरिएको एउटा नगरपालिका हो। यहाँ हामीले चाहिँ शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटनलाई चाहिँ हामीले जोड ढङ्गले अगाडि बढाउने अथवा त्यसलाई व्यवस्थित गर्ने, त्यसको चाहिँ अवस्थालाई माथि उकास्ने हाम्रो प्रयासहरू छन्। खास गरेर शिक्षामा भन्नुपर्दा यहाँको वस्तुगत स्थिति हेर्दा त्यति धेरै राम्रा विद्यालयहरू, सामुदायिक विद्यालयहरू छैनन् र संस्थागतहरू पनि त्यति धेरै नाम चलेका विद्यालयहरू छैनन्। त्यसो भए पनि हामीले केही विद्यालयहरूमा साधारणतः प्रगति गरेका छौँ। ती प्रगति गरेका विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या पनि राम्रो र एसईको रिजल्ट समेत हामीले राम्रो दिन सकेका छौँ र हामीले समग्र भन्दाखेरि हामी मेरो चाहिँ विचारमा म चाहिँ सन्तुष्ट छैन यो शैक्षिक सुधारका कार्यक्रमहरूदेखि र हामीले गर्नुपर्ने धेरै कामहरू छन्। ती कामहरूमा हामीले प्रयास चाहिँ गरिरहेका छौँ, तर हामीले रिजल्ट र त्यसको नतिजा चाहिँ हामीले प्राप्त गर्न सकिरहेका छैनौँ र लगानी हाम्रो प्रशस्तै भइरहेछ। शिवशताक्षी नगरपालिकामा शिक्षाको पहुँच विस्तार भए पनि गुणस्तरका हिसाबले अझै धेरै सुधार गर्न बाँकी छ। नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा नगरपालिकाको तर्फबाट भौतिक संरचना निर्माण भए पनि अधिकांश विद्यालयहरूमा भौतिक संरचना अपुरो नै छ। आधारभूत भौतिक संरचना अपुरो साथै शिक्षकको दरबन्दी अधुरो रहेकाले पनि सोचे जस्तो सिकाइ उपलब्धि हुन सकेको छैन। आगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ति जनप्रतिनिधि, शिक्षक र अभिभावकको सहकार्य भएमा अवश्य पनि नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार हुनेछ। हिमशिखर टेलिभिजनका लागि क्यामेरामा सूर्य तिमसिनाका साथमा उमनाथ भण्डारीको रिपोर्ट।